भन्नुहोस् अब अहिले चढ्नुभन्दा अगाडि चाहिँ कस्तो भइरहेको छ तपाईँलाई? कस्तो डर लागिरहेको छ कसरी चढ्नु भने पहिलोचोटिको मेरो रक क्लाइम्बिङ हो। अब कस्तो हुन्छ अब क्लाइम्बिङ गरेर थाहा हुन्छ नि। अब यता बोल्नु पर्यो नि त। बिलियन भन्नु त। बिलियन अन बिले भन्नु न। आइएम क्लाइम्बिङ भन्नु। आइएम क्लाइम्बिङ। ओके यसको तपाईँलाई सपोर्ट हुन्छ म सक्दो सपोर्ट दिन्छु। यो बाटो जानु यता यता तेर्सो 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 यता। त्यो त नसोच्नु होइन यो त त्यो जुत्तामा विश्वास गर्दा हुन्छ नि मलाई नि विश्वास लाग्यो। यो पछि पनि छ तयारी के गर्नु चढ्न ए चढ्नु त ठिक म त उडी उडी गइदिन्छु। यताहरू यताहरू जाँदैन यो नर्मल गर होइन नि यताहरू जान्छु। ए म त भुँडी दुखिरहेको छ धेर खाएर बस्नुपर्छ नि अमुतिर धेर। म एकचोटि म जान्छु यसपछि ल। म जान्छु म जान्छु त मलाई म तल बिले गर्छु म जान्छु अनि मलाई म त बुद्धिमाल गरिदिन्छ मोटरसाइकल गर्नुहुन्छ नि त। हेलमेट मलाई एउटा त्यता एउटा देख्नु भनेर मैले लेख्न आएको मिला जाने त्यो झार्नसम्म चाहिँ तपाईँ फेरि पक्कै आउनु यहाँ एकछिनसम्म बिहारको एकछिन यो क्रस चाहिँ कसले गर ए प्लस चेक मिस चन्द्रकला नार्गेन तामाङ टर्न नसकेको अवस्था केही हुन्न त्यहाँ होइन माथि हात राख्नु पुग्नु न। छोड्नु केही हुँदैन झुन्नी त पनि जानु ल सामान म गर्छु के तल बिले नै म बुझ्दै है जसले गर्दा हुन्छ है। हात छोड्दिनु ल छोड्नु न ल दुइटै छोड्नु छोड्नु के हुँदैन खुट्टा चाहिँ नसमात्नु नि खुट्टा चाहिँ डोरीसम्म नपाइ डोरीसम्म चाहिँ पाउँदैन। हात छोड्दिनु अब यताबाट जानु यताबाट जाइदिनु न अब यता यताबाट यता दाहिनेपट्टि दाहिनेपट्टि जानु न होइन दाहिनेपट्टि आउँ एकदम गर्दाखेरि त आउनु सक्छ सर है सक्छ दाहिनेपट्टि झ्याम्बै जाँदा हो त्यहाँबाट गइगयो हो अलि माथि हात अब त्यो दाहिने हात माथि दाहिने माथि जाउँ हो दाहिने हातले माथि जाउँ एउटा दाहिने खुट्टा र दाहिने हातमा अगाडि डोरीसम्म त हुँदैन। तपाईँ झुन्डिनु न हात छोडेर अझै मार्नु ल आऊ यता अलि यता जम्प गर्ने कि यता अनि अर्को पनि यहाँ यो हात यहाँ जाउँ अनि तपाईँ कसरी आउनु हो अब अर्को अलि माथि जाउँ दाहिने खुट्टा देब्रेले त्यहाँसम्म चाहिँ दाहिने जानु अब दाहिनेले माथि दाहिने हातले माथि हो तान्ने है माथि अलिक तान्ने है त्यो डोरी छोडिदिनु त्यो त्यसो उता देब्रेपट्टि जानु डोरी बनाइदियो देब्रेपट्टि एकछिन आराम गर्नु न एकैछिन हात छोड्नु न हात छोड्नु केही हुँदैन हात छोड्नु अब तलबाट दाहिने देब्रेपट्टि जाँदैछ हो त्यो तलै आइजाऊ त्यो अमृतसँग विश्वास नगर्नु है। एकछिन थके मान्नु न म त अहिले केटाकेटी त्यतिकै पानी जाने मलाई डर
त्यसो बुझ्नुहुन्छ अनि आइको जस्तो बिस्तार जानु न रोकलाई साइडमा राख्नु कहाँ हरायो दुईटा रोक छ त त्यति भयो भिडियो अफ खोइ त भने एकचोटि है माथि लाउनु न डोरी छोड्दै भनेको वहाँ वहाँ दरसँग त ढुङ्गालाई आ गर्नु त बिल्यो त सजिलो छ गइगयो नि अब तान्ने 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 झन्डा दिउँ त थोरै जानु ल आ गर्नु छोड्यो 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 छोड्दैन डोरी निकाल्दैन त्यो सबै निकाल्नु परेन त्यो सबै निकाल जानु 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 नतान्नु त जानु ल आ गर्नु बसी हेर अब तपाईँको त्यो हातपट्टि जानु न हातपट्टि हो ल आराम गर्नु एकछिन आराम गर्नु फेरि बल्झी गयो यहाँ त अब सजिलो छ नि कस्तो भयो मदनको छेउमा पुग्नु है खुर्किलै खुर्किलो गर्नु माथि तानेर आउँदो झल्ला जान 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 माथि पर्निसा पुगेको माथि अनि कोषाध्यक्ष अरे समितिको अलिक हुन्छ नि त्यहाँ त्यो सबै जानेर पो कोषाध्यक्ष नजानी हुन्छ अब उतापट्टि जा त्यसपट्टि कोषाध्यक्ष हो नि अब समितिको कोषाध्यक्ष भनेर कहाँ खेला त्यो हुन्छ नजानी कसरी कोषाध्यक्ष हुन्छ त्यो उसको हुन्छ हुन्छ तान्यो तान्यो न माथि अलिक बल गर्नुपर्छ यतापट्टि के दाहिनेपट्टि हो त्यता देब्रे हात छोड्नु पर्यो भनेको दाहिनेमा आइन्छ देब्रे ताने ताने गर्नु न हो त्यहाँ पोइन्ट लाउने हो त्यहाँ अब अलि अब एक स्टेप चाहिँ अब गइछ नि बल गर्नु ल बल गर्नु त डोरी चाहिँ नसमात्नु है हजुर भेट्नु भयो फेरि त्यो खुट्टा चाहिँ नजान्नु नि अनि अब